मसँग छन् 3वटा केटाहरू र म आज गर्नेवाला छु यिनीहरूसँग यस्तो खालको प्रश्न। 15 हुने कति बजियो, 19 हुने कति बजियो, 24 हुने कति बजियो? हे गाइज, वेलकम टु माई मिनी भल्लग। आई होप तपाईहरु सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। तपाईहरुले अगाडिदेखि नै थाहा पाइसक्नु भएको होला, आज म सोध्नेवाला छु यिनीहरूलाई सामान्य टाइम सम्बन्धीका क्वेशनहरु। हाम्रो नर्मल खालको रुल्स अनुसार जसले 3वटा क्वेशन एटेन्ड गर्छ नि उसले पाउनेछ अमूल्य गिफ्ट। मैले चाहिँ यसको बारेमा अन्तिममा भन्ने छु है त। सो ढिला नगरी आजको भिडियो तर्फ लागौं। ल पहिलो क्वेशन है त, घडीमा 13 बजेपछि 1 बजेको मानिन्छ है, अनि 15 लाई कति बजे मानिन्छ? 2। यसको एउटा एन्सर मिलेन है त। अब आयो यसको पाली र म यसलाई पनि यस्तै खालको सोध्छु है त। मोबाइलमा 15 बजेपछि 3 बजेको मानिन्छ भने 18 लाई कति बजे मानिन्छ? 18 ने 2। यिनीहरूले आफ्नो एक क्वेशन चाहिँ फुत्काइसकेका छन्। अब अन्तिममा मैले दुई क्वेशन सोध्नेवाला छु। ल फेरि यसको पालो है त। 15 बजेपछि 3 बजेको मानिन्छ भने 13 भनेको कति बजे मानिन्छ? सो फाइनली यसले चाहिँ एउटा क्वेशन मिलाएको छ र लास्टमा एउटा क्वेशन सोधेर यसको बात खत्तम हुन्छ। 19 भनेको 7 बजेको हो भने 19 भनेको 7 बजेको हो भने 24 भनेको कति बजेको? 9। यसले चाहिँ अन्तिमको क्वेशन पनि मिलाएन है त। अब म सोध्नेवाला छु यसलाई दुईटा क्वेशन। हेरौँ है त गाइज के जान्छ होला त। 13 भनेको 1 बजेको हो भने 14 भनेको कति बजेको? 2 3। उस्तै कुराहरू सोध्छु के हो त केटाहरू। र अब अन्तिममा एउटा क्वेशन है त। 13 भनेको 1 बजेको हो भने 15 भनेको कति बजेको? 2। यसले अन्तिमको प्रश्न पनि जानेन। अब हाम्रो आयो अन्तिममा एउटा भाइ। ल नर्मलबाट है त। 13 भनेको 1 बजेको हो भने 19 भने कति बज्यो? उन्नाइस हुने कति बजियो? हेर 13 भने 1 बजियो होइन, 13 भने 1 बजियो भनेपछि 19 भने कति बजियो? 7। सो फाइनली यसले चाहिँ एउटा क्वेशन जानेको छ र अर्को क्वेशन सोध्न लागेको थिएँ, काम छ भनेर घर गएर भात खान लागेछ भने यार। अब अन्तिममा दुईटा क्वेशन मात्र बाँकी छ। अब किन छोड्ने भनेर मैले चाहिँ दुईटा क्वेशन सोधेँ र एउटाको चाहिँ जान्यो र अर्को चाहिँ जानेन है त। 3वटा कसैले पनि एटेन्ड गरेन। सो त्यही भएर यिनीहरूले चाहिँ गिफ्ट पाएनन्। हाम्रो गिफ्ट चाहिँ के थियो भन्दाखेरि एउटा जरायो है त। हस् त साथीहरू, यति नै थियो आजको हाम्रो ब्लग। मन पर्यो भने लाइक, कमेन्ट, शेयर एन्ड सब्सक्राइब गर्न भने नछुट्नु होला। सी यू द नेक्स्ट भिडियो, बाइ।